ल है साथीहरू, अहिले चाहिँ आफ्नै गाउँतिर आएर धानको खेतीको व्यवसाय गर्न थाले। केही समय अगाडि काठमाडौँमा व्यापार गर्थे चियाको व्यापार गर्दाखेरि भनेको हाम्रो चाहिँ चिया त्यति साह्रो बिक्री नहुने। अब छोरा मान्छेले बेच्दाखेरि भनेको एक थर्मस चिया बेच्नु पनि बस पार्कतिर बडा गाह्रो क्या, रातभरि लाग्ने। छोरी मान्छेहरूले चाहिँ चिया बेचेपछि त्यहाँ फेरि टापटिपै हुँदो रहेछ। ए बाबा हो, अनि यो केटाहरू छोरी मान्छेको अनुहार हेर्नैको लागि भने चिया पिउँदो रहेछन् गाँठे। आम्मामा, छोरा मान्छेको त गाँठे केही नै पनि नचल्दो रहेछ त्यहाँ त। भनेपछि हेर त, छोरा मान्छेलाई कति अपहेला है त्यो ठाउँमा। छोरी मान्छेको चिया चाहिँ टापटिपै हुनेलाई हेर्नुहोस् है। छोरा मान्छे चाहिँ गएर जाडोमा ठङ 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 र पुसको बेलामा घुमेको छ है, थर्मस हातमा झुन्डाएर। हाम्रो त चिया त्यत्तिकै चल्दैन। छोरी मान्छेले चाहिँ त्यहाँ फेरि चिया फेरि टापटिपी फेरि एकैछिनमा सबै हेर्नुहोस् त, 2 थर्मस चिया। त्यस पछाडि केही पारसिप नलागेर म चाहिँ नि आफ्नै गाउँ आएर यसरी खेतीतिर व्यवसायतिर लागेला। हेर्नुहोस् है, बरु यही ठिक रहेछ हामी जस्तो सोझा सिधा मान्छेहरूलाई। अब उमेर पनि ढल्किँदै गयो, लगभग 65 वर्ष पुग्यो। अब यसरी खेतीतिर लाग्यो। अब ल हेर्नु सक्नुहुन्छ, अब यसपालि धान भनेको 150 मन जति फलाउने योजना छ मेरो। हेर्नुहोस् है, तपाईँहरूलाई कस्तो लाग्यो होला मेरो व्यवसाय। हेर्नुहोस् है, अब बजारतिर त यस्तो व्यवसाय हुँदैन। यो खेती यो पनि व्यवसाय नै भन्नु पर्यो होइन, कृषि व्यवसाय यो झन्। हेर्नुहोस् है साथीहरू, यस्तै छ। हस् त, धन्यवाद है।